आज म हजुरहरूलाई आइफोनमा रहेको तर धेरैजनालाई जानकारी नभएको एकदमै महत्त्वपूर्ण फिचरको बारेमा भन्न गइरहेको छु। कहिलेकाहीँ हामी मिटिङमा, क्लासमा अथवा गाडी बाइक चलाइरहँदा डिस्टर्ब नहोस् भनेर हामीले फोनलाई साइलेन्टमा राखेका हुन्छौँ र कहिलेकाहीँ झुक्किएर पनि साइलेन्टमा बसिरहेको हुन्छ। साइलेन्टमा रहेको बेला घर अफिसबाट अर्जेन्ट कल आइरहेको हुन्छ तर पछि मिस भएपछि मात्र थाहा हुन्छ। सायद धेरैजनाले यो समस्या बेहोर्नु भएकै होला। अब मैले देखाएको सेटिङलाई चेन्ज गर्नुभयो भने आउने दिनमा इम्पोर्टेन्ट कलहरू मिस गर्नु हुँदैन। सुरुमा फोनको कन्ट्याक्टमा जानुहोस्, त्यसपछि साइलेन्टमा हुँदा पनि रिङटोन बज्नुपर्ने कन्ट्याक्टलाई सेलेक्ट गर्नुहोस्। अहिले मैले हजुरहरूलाई देखाउनको लागि इम्पोर्टेन्ट कल भनेर सेलेक्ट गरेको छु। यसरी कन्ट्याक्ट आएपछि एडिटमा प्रेस गर्नुहोस् र तल रहेको रिङटोन डिफल्टमा प्रेस गर्नुहोस् र सुरुको इमर्जेन्सी बाइपासलाई अन गर्नुहोस्। अब डन गरेपछि सेटिङ अप्लाई भयो। यसरी हजुरहरूले थप कन्ट्याक्टको पनि इमर्जेन्सी बाइपास इनेबल गरेर यो फिचरको फाइदा उठाउन सक्नुहुन्छ। साँच्चै यो फिचर हजुरहरूको लागि एकदमै उपयोगी साबित हुन सक्छ। यदि हजुरहरूलाई यो भिडियो युजफुल लाग्यो भने अरू पनि आइफोन युजरहरूलाई सेयर गर्न सक्नुहुन्छ र यस्तै इन्फर्मेटिभ भिडियोको लागि गल्छी इलेक्ट्रोनिक्सलाई फलो गर्न सक्नुहुन्छ। धन्यवाद।